सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको अनुसार नेपालको कुल सार्वजनिक ऋण 20 खर्ब 7 अर्ब 84 करोड रुपियाँ छ, जुन भनेको नेपालको कुल ग्राहस्थ उत्पादनको 41.38% हो। Nepal's economy is in an unprecedented downturn. नेपालले प्रति वर्ष करिब 180 अर्ब रुपियाँ गुमाइरहेको छ। सुन्नुभयो त, नेपालको स्थिति अत्याधिक ऋणको भार, महँगी र विकास आयोजनाहरूको खर्च त्यत्तिकै खेर जानु। किन होला त? न नेपालमा त्यस्ता ठुला युद्धहरू नै भएका छन्, न भूकम्पको कारणले नै त्यसो भएको हो, न बाढी पहिरो आदि गएर नै त्यसो भएको। केवल राष्ट्रिय गौरवका ठुला आयोजनाहरू समयमा सम्पन्न गर्न नसक्दा नेपालले प्रति वर्ष 180 अरब रुपियाँ बिना कारण गुमाइरहेको छ। राष्ट्रिय गौरवका आयोजना भनेका नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र पूर्वाधार विकासका लागि एउटा गेम चेन्जर मानिएका ठुला र रणनीतिक महत्त्वका आयोजनाहरू हुन्। यी आयोजनाहरू देशको एक क्षेत्रलाई अर्को क्षेत्रसँग जोड्ने वा ठुला जनसङ्ख्यालाई प्रत्यक्ष लाभ दिने प्रकृतिका हुन्छन्। नेपालमा हाल 27 वटा आयोजनाहरूलाई राष्ट्रिय गौरवको सूचीमा राखिएको छ। जस्तै सिँचाइ क्षेत्रमा सिक्टा, रानी जमरा, कुलरिया, भेरी, बबई डाइभर्सन आयोजनाहरू आदि रहेका छन् भने जलविद्युत क्षेत्रमा माथिल्लो तामा कोशी जुन सम्पन्न भइसक्यो भने बुढी गण्डकी र पश्चिमी सेती बाँकी नै छ। अब यातायात र सडकको क्षेत्रमा पुष्पलाल मध्य पहाडी लोकमार्ग, उत्तर दक्षिण लोकमार्ग जसले कोशी गण्डकी र कर्णेलीलाई जोड्छ, अनि अर्को काठमाडौँ तराई फास्ट ट्र्याक आदि रहेका छन् भने विमानस्थलमा गौतम बुद्ध जुन सम्पन्न भइसक्यो, पोखरा जुन सम्पन्न भइसक्यो भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बाँकी नै छ। खानेपानीमा भने मेलम्ची खानेपानी आयोजना, धर्म तथा संस्कृतिमा भने लुम्बिनी र पशुपति क्षेत्र विकास आदि पर्दछन्। कुनै पनि आयोजनाहरूलाई राष्ट्रिय गौरवको आयोजनामा राख्नुको सुविधा भनेको बजेटको अभावले यी आयोजनाहरूलाई रोक्दैन। यस्ता आयोजनाहरू प्रधानमन्त्री कार्यालयबाट सिधै अनुगमन हुन्छ र मन्त्रालय समन्वयनमा सहजता हुन्छ। त्यो भनेको जग्गा प्राप्ति वा रुख कटान जस्ता विषयहरूमा छिटो निर्णय आउँछ। तर समस्या के छ भने यति सुविधा प्राप्त हुने विषय नाम राष्ट्रिय गौरव राखिए पनि धेरैजसो आयोजनाहरू राष्ट्रिय लज्जाका विषय बनेका छन्। माथि भनेका सुविधाको उल्टो हाम्रा अधिकांश यस्ता राष्ट्रिय गौरवका आयोजनाहरू भने समयमा काम नसकिँदा लागत दोब्बर तेब्बर पुगेको छ। पुराना सरकारको पालामा भ्रष्टाचार, कर्मचारीको सरुवा र राजनीतिक हस्तक्षेपले काम सुस्त भएको र प्राविधिक तयारी बिना नै आयोजनाहरू घोषणा गरिँदा कार्यान्वयनमा समस्या आएको आदि मानिन्छ। जसकारण नेपालले हरेक वर्ष 180 अर्ब रुपियाँ गुमाइरहेको छ। नेपाललाई विकासोन्मुखबाट विकसित राष्ट्र बनाउने इन्जिनहरू हुन्। यदि यिनलाई समयमै र सही लागतमा सम्पन्न गर्ने हो भने नेपालले विदेशी ऋण र आयातमा भर पर्नुपर्ने अवस्था धेरै हदसम्म अन्त्य हुनेछ। वरिष्ठ इन्जिनियर डाक्टर नारायण प्रसाद सुवेदीको विश्लेषण भन्छ, हाम्रा 8 वटा ठुला आयोजना मात्रै समयमा सकिएको भए नेपालले कृषि र ऊर्जाबाट वार्षिक 180 अरब भन्दा बढी कमाउन सक्थ्यो, तर सकेन। तर डरलाग्दो तथ्याङ्क के भने 27 वटा राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये जम्मा 3 वटा सम्पन्न भए, 7 अर्बको सिक्टा 52 अरब पुगिसक्यो, तै पनि अधुरै छ। यो केवल पैसाको घाटा होइन, हाम्रा युवाले देशमै पाउने रोजगारीको पनि हत्या हो। अबको समाधान के भने नयाँ सरकार आएको छ, अब समय आएको छ यस्ता आयोजनाहरूलाई विकास सङ्कटकाल घोषणा गरेर पुरा गर्ने। विकास सङ्कटकाल भनेको विकासको प्रक्रियामा आउने यस्तो गम्भीर अवरोध वा असामान्य अवस्था हो जहाँ देश वा समाजको प्रगति रोकिन्छ वा उल्टो गतिमा जान थाल्छ। अनि यस्तो अवस्थामा सरकारले विकास सङ्कटकाल घोषणा गरेर कामलाई अगाडि बढाउन सक्छ, जुन आफैमा एउटा चुनौतीपूर्ण छ। तर केही फाइदाहरू भने अवश्य यसबाट मिल्नेछ। किनभने सङ्कटकाल घोषणा भएपछि निर्णय प्रक्रिया छिटो हुन्छ र झन्झटिला कानुनी प्रावधानहरूलाई केही समयका लागि निलम्बन वा परिमार्जन गर्न सकिन्छ। सरकारले सङ्कट समाधानका लागि विशेष आदेशहरू जारी गर्न पाउँछ। कम प्राथमिकताका क्षेत्रको बजेट काटेर सिधै सङ्कटग्रस्त क्षेत्र वा विकासका आयोजनाहरूमा लगाउन सकिन्छ। जनशक्ति परिचालन गर्न सेना, प्रहरी र निजामती कर्मचारीहरूलाई एकीकृत रूपमा विकास र उद्धार कार्यमा परिचालन गर्न सकिन्छ। यसरी विकास सङ्कटकाल घोषणा गरेर काम गर्दा विश्व समुदाय र दात्री निकायहरूको ध्यान पनि
यतैतिर खिचिन्छ, जसले गर्दा हामीलाई विदेशी अनुदान लिन सजिलो हुन्छ। छोटकरीमा यसको नकारात्मक पक्ष के लाउँदाखेरि जुनसुकै सङ्कटकालले पनि अक्सर जनताको मौलिक हक अधिकारलाई वञ्चित गर्ने कामहरू गरिरहेको हुन्छ भने शक्ति सन्तुलनमा खलबली ल्याउने काम गरिरहेको हुन्छ। अरू पनि धेरै चुनौतीहरू छ, तर पनि दिगो विकासको लक्ष्य लिएर यस्ता राष्ट्रिय गौरवका आयोजनाहरू पुरा गर्नलाई यस्तो सङ्कटकाल घोषणा गरेर चुनौतीको सामना गर्न हामीले धैर्यता राख्न सक्नुपर्छ। स्रोत र साधन र कुनै जोखिमले गर्दा होइन, पुरानो यस सरकारको इच्छा शक्तिको कमीले गर्दाखेरि हामीलाई अहिलेसम्म यो योजना पुरा गर्न गाह्रो भइरहेको थियो। नीतिमा भ्रष्टाचार धिरासुस्तीले हाम्रा गौरवका आयोजनाहरू हामीलाई नै भार बनिरहेका छन्। धन्यवाद।